सो गाइस मैले चाहिँ घिउ फल पकाएको यस्तो भइसकेछ सबै चौरी परिसकेछ पाकेर पनि हेर्नु नभ्याएर हेर्न त हेरेको 2 दिन अगाडि पाकेको थिएन त्यतिकै छोड्दिएको पाकिसक्यो रहेछ सबै कालो भएछ के गर्ने हैन तर यस्तै भए नि खानु त पर्यो हैन आफ्नै घरमा फलेको अर्ग्यानिक है गाईचहरू हजुरहरु पनि खाने भएदेखि आउनु सक्नुहुन्छ घरमै फलेको है यो चाहिँ म चाहिँ काटेर देखाउँछु त हजुरहरुलाई अलिक हेर्न ढिलो भएछ क्या ओ राम्रो रहेछ भित्र त राम्रो छ गाइस अब खाने हो यो चाहिँ गुडी आमा हौ के साह्रो बोल्यो यो चाहिँ दाना रोप्नुपर्छ अब यसलाई चाहिँ खाइहाल्छु मिठो हुन्छ हजुरहरु पनि खानको लागि आउन सक्नुहुन्छ है हाम्रो गाउँतिर एकदम अर्ग्यानिक र मिठो मिठो फलफुल पाइन्छ क्या गाइस म चाहिँ खानतर्फ लागे टक्क यसलाई त चम्चीले उगाउने हैन खानु नि आउँदैन हौ गाइस टक्क चम्चीले उगाउने ला झरी गयो उताबाट पनि छोड्नेवाला छैन मैले पुछपाछ पारेर पनि खानु त पर्यो नि हैन मिठो छ गाइस सुरुमा चाहिँ मन पर्दैन त्यो अनि एउटा दुईटा खाँदै गएपछि चाहिँ बानी भएछ त्यहाँदेखि चाहिँ साह्रो मिठो लाग्छ क्या गाइस एभोकाडो कि भन्छ कुन नि हामी चाहिँ घिउ फल भन्छौँ यसलाई आहा कस्तो मिठो एक्लै खाइरहेको छु के गर्नु हस्बेन्ड हुनुहुन्न बाहिर जानुभएको छ नत्र त बुढाबुढी चट्ट बसेर खाइन्थ्यो गाइस के गर्नु बुढो हुनुहुन्न तर पनि राखी चाहिँ दिन्छु बुढोलाई पनि मिठो छ गाइस एउटा चाहिँ डल्लै सक्ने योजना मेरो सक्यो अब यसलाई चारोतिर ल्याइदिनुपर्छ अर्को पनि खाएँ मैले गाइस चाहिँ अलिक बिग्रेको छ कि क्या हो कालो कालो छ त के है यहाँ छ खाँदै जाँदा अलिकति कुहिएको रहेछ र नमजा भयो गाइस के गर्नु डरन छोड्नेवाला छैन राम्रो खाने नराम्रो जति हाल्ने हेर्न अलि ढिलो भएछ क्या धेरै पाकी गएछ कालो भएछ